घरमा खेर गएका काठका टुक्राहरूलाई अनि बचेका इँटाहरूमा यसरी अलिकति हाइट दिएर अथवा एकातिर 5 इँटा अथवा 6 इँटा कति राख्ने सेम राखेर गमलाहरू हाइटमा राख्दा राम्रै हुन्छ। बर्खाको सिजनमा अनि यिनको तल झाडु लाउन झारपात उखेल्न पनि सजिलो हुने भएकोले आफूसँग भएका बचेका सरसामानहरूलाई प्रयोग गर्दा राम्रै हुन्छ र डाइरेक्ट पैसाको बचत पनि हुन्छ। पैसा अनुसार आफूलाई मोडिफाई गर्ने कुरा त छँदैछ। कोही बेला बजार जान पनि दिक्क लागेको हुन्छ नि, खल्तीमा पैसा भए पनि समय अनुसार यस्तो गर्मी छ उ छ त्यति हिँड्न ओर्न दौडधुप गर्न आजकल धेरै अल्छीपना देखिन्छ मान्छेहरूमा। त्यसैले आफ्ना घरमा भएका सरसामानहरूलाई यसरी प्रयोगमा ल्याउन सकिन्छ। घर बाहिर ल्याउन सकिहालिन्छ नि यसरी।